बाजू पैसा ये लोग अगर आपको तो हेलो इसके नोटिस करना उधर नहीं है कुछ नहीं ये ना इसके नोटिस चोर देखिए इसको करा फोटो कितना चलो ड्यूटी पर पहला मैले फोन गरेँ त्यो फोन नम्बर बताए भने साबे छ हां फोन गरिन के के ल्याइदिनु हेलो मन त्यो मैले वहाँ म घर गएको छु ममर नहीं तालु ले आएर जान्छ त्यहाँ कहाँ तालु म देखिन कम दिनु त्यो तालु कोसँग फोन गर्थिस अब परिणितासित कुरा गर अब हेलो भन हेलो हेलो परिणिता उठी कि भन मैले बुझेको कुरा गर्न त मलाई अंगुर राखिदिनु होला अनि स्याउ राखिदिनु होला म दिउँसो मेला हेर्न आउँछु भन्न म मेला हेर्न आउँछु अनि मलाई अंगुर राखिदिनु होला स्याउ राखिदिनु होला अनि भन् स्याउ राखिदिनु न अरु हेर्दै अंगुर राखिदिनु होला भन् हेर्दै अंगुर राखिदिनु न अंगुर राखिदिनु न भन्छन् अनि ऊ तेरो हातमा यो ढुकुलो कोदाल ल्याएर हुन कोदालले भक्कै उम्काइन फल्या भए खुल्ने सुन्नु भइगयो यो पार्छमा हेर्न त्यो भगारीका उतापट्टि त्यो खच्चा कुनै छोड्या अस्ति नै अब त्यहाँबाट अन्त त्यो ऊ तलमा त्यो औषध हाले आउने बोल जाओ जरा मतलब
औषध काटिदिनँ अनि औषध हालेपछि महत्त्व प्रोग्राम हुन्छ यो प्रतियोगिता हुन्छ त्यस्तै साह्रो हुन्छ रातोमा त अनि कतार हिँड्नु उठ्यो भने मैले त्यो खाप्टोले कस्तो बनाइन्छ अहिले खेल्न दिएर त भइगयो यहाँ खान्छ ढुङ्गा लगेर सोध्छ साबले ल्याउन गएको छ नि गीत लाएर बज्दैछ त्यो साबले ल्याउनु गयो यहाँ पर यो धुली खेले फलको अहिले फलको पनि यो फलको हो यो कुटा लाउँछ त खान्छ उदलाले सुन्दै ममा त उता रास लाउँदै गयो नि यहाँ दुईजना सटाउन जत्न गराउनु अनि औषध काटे हाल्नु औषध यो हुने मल हजुर आमा बाबा माथि बस्छ आयो अब छि कस्तो फोहोरमा बस्यो त आमा नबोल्नु भूकम्प प्रभावितहरूलाई तत्कालका लागि 50 ठुला चहरा बनाएर सामूहिक रूपमा राख्ने सरकारले तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई भारतबाट थप 90 मेगावाट विद्युत आयात गर्ने तयारी र अरब लीगका विदेश मन्त्रीहरूद्वारा इरानी साउदी कूटनीतिक नियमहरूमा गरिएको आक्रमणको निन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावितहरूका लागि दीर्घकालीन आवास निर्माणमा अझै केही समय लाग्ने भएकाले तत्काल भूकम्प पीडितका लागि 50 ठुला सामूहिक चहरा बनाएर राख्ने भइरहेको साबलाले पुतले नबन्ने भयो यस्तै साबले संसद विकास समितिको हिजोको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकको भौगोलिक विकटता लगायतका कारण पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पनि राहत वितरणको कार्यलाई जारी राख्ने जानकारी दिनुभयो प्रधानमन्त्री ओलीले भूकम्प पीडितलाई प्रति परिवार 10,000 का दरले हालसम्म 5 अर्ब 50 करोड रुपियाँ वितरण भइसकेको जानकारी दिनुभयो उहाँले हिमपातले पीडित भएका हिमाली बेगका 6,000 परिवारलाई न्यानो कपडा वितरणका लागि थप व्यवस्था गरिने बताउनुभयो बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजय कुमार गजदारले तराईमा भइरहेको आन्दोलन र नाकामा अवरोधका कारण पुनर्निर्माणको काममा केही ढिलाइ भएको बताउनुभयो गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले न्यानो कपडा वितरणलाई पहिलो प्राथमिकतामा राखेको र यो कार्य सम्पन्न भएपछि पुनर्निर्माणमा केन्द्रित हुने बताउनुभयो उहाँले भूकम्प पीडितहरूको तथ्याङ्क त्यो पोहोर छुट्याउ कि त्यही हो त्यो आस्था चाहिँ माथि लगाऊ नि त उनीहरू पोहोर कता एउटा छुट्याउ त्यही त होइन अहिले खुट्टा खिच्छ अहिले माथि लगाऊ जानकारी दिनुभयो बैठकमा सांसदहरूले भूकम्प प्रभावित जिल्लामा केही तथ्याङ्क सङ्कलन नहुँदा राहत वितरण
कोबर मोटरले बिल्डिङ मात्रै बनाएको छ तपाईले पनि बनाएको अरूमा कसैले बनाएको छैन त्यही खाइदिएपछि बनाएको भए 2 किलो नि 1 किलो हुन्छ नि अन्नमा पानी त दिँदैन अब हेर्नु पर्यो अब मर्नु पाइदिनु पानी बस्ने बिरामी गरे गर्दा फिर्न त फिर्नु पर्यो नानी खाना दिए खानु गर्दा खान्न त्यो बट्टा भन्ने यिनकै पोइ बुढा पहिला पहिला आयो त्यसमै त हुन्छ फेरि सालै नगर्ने फुलको बिहा खाने भया हुँदैन फेरि पोल्नु कस्तो को फोटो साइनो दमाई के साइनो दमाई हरियालो हुने अब जमिन ल्याएपछि अब न रूप रङ्गमा राम्रो छैन न के छैन लोग्ने मान्छे पनि बुद्धि हुँदैन होला यस्तो दमिनोमा के भने जात फाल्यो होला आगो फुक्या पुई 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 दारू नाल दे रे दारू नाल दे रे दारू नाल Sound again. Sound to me.
तपाईँले त्यो अस्ति मोबाइल राम्रो त्यहाँको मेमोरी छ जुन त्यो मैले बिर्साइन त्यसको दुःख गरेर मेमोरी त्यो मेमोरी